भएन न प्लात प्लिते निस्किने हो भित्रको बुद्धि तर खै के ल्याउनु चाहिँ ल्याए। अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हेलो वेलकम है सबैजनालाई। आज धेरै दिन पछाडि चाहिँ मैले सानो एउटा ब्लग लिएर आएको छु। सबैजनाले हेरिदिनु होला अन्तिमसम्म होइन। मैले के देखाउन गइरहेको छु भने नि ल्याउनु चाहिँ ल्याएँ, धेरै खान मन लाएर लिएर आएको, तर बनाउने कसरी अनि खाने कसरी। खान त आउँछ कि जसो तसो गरेर भए पनि खाइन्छ कि होइन। मैले नि युट्युबमा देखेर लिएर आएको, तर अब कोठामा लिएर आइसकेपछि चाहिँ यस्तो भयो कि यो क्यारी बनाउने भन्ने भयो कि मलाई चाहिँ थाहा नै भएन। अब यसो गर्छु म, कुकरमा सिटी लाउँछु, पहिलाको सुरु धेरै सिटी लाउँछु, 10-12 सिटी लगाइदिन्छु। त्यसपछिबाट नर्मली अरू तरकारी पकाए जस्तै गरी पकाउनु पऱ्यो। तर त्यो चिज के होला भन्नुहुन्छ होला, त्यो चिज पनि म तपाईँलाई देखाउँछु है। यस्तो छ कि के गर्नु, चिज चाहिँ यहाँ छ है, के होला भन्दैन है हजुरहरू सबैजनाले। तर यसलाई बनाउने ओर्ने चाहिँ कसरी हो थाहा नै भएन मलाई। त्यही भएर मैले कुकरमा सिटी हान्न लगाइरहेको छु है। यसलाई चाहिँ झ्वाइँ लाएर यस्तो छ, धेरै खान मन लागेर मैले यो चाहिँ लिएर आएको। बनाउन आएन, अरू सबै ठिक छ कि मलाई यो बनाउने चाहिँ कसरी, यो फुट्या रहेछ है, यहाँनिर चाहिँ निस्किरहेको रहेछ है भित्रको मासी, तर यो बनाउन आएन। अब यसलाई चाहिँ सिटी हानेर मारी च्वाइँ पकाएर खानु पर्ला, तर कस्तो हुन्छ थाहा छैन त्यो चाहिँ मलाई। ल्याउनु त ल्याएको तर खै के हो बनाउने कसरी। टाउको दुखेर आयो, ल्याउने बेलामा आँखा देखेन, ल्याइसकेपछि आँखा देख्ने। अब के गर्नु, अब युट्युबमा हेरेर भए पनि बनाउँछु बनाउन चाहिँ, तर के गर्नु, चुस्न मजा आउँछ नि त फेरि होइन। यस्तो खान मन लागेको नि धेरै भएको थियो, त्यही भएर यो चाहिँ फुट्या छ है। अब कुकरमा सिटी हान्न पऱ्यो, टुवाइँ लगाएर अनि सराप तान्नु पऱ्यो। गाह्रो छ मलाई। जाडो छ हेर्नु, टोपी लाएर बसेको छु, ओठ पनि प्लुट फुटेको छ, यस्तै हो। अब के गर्नु, यसलाई बनाउनुपट्टि तर्फ चाहिँ लाग्नु पऱ्यो। अरू भने यस्तो त्यस्तै हो। अब के गर्नु, यस्तै हो। ड्युटीबाट आइयो, आधी खुड्डी ल्याइयो, उ गर्छ बिरालो फेरि। यति गन्ध थाहा पाउनु हुन्न है, बिरालोहरू चाहिँ आइहाल्छ कि खानलाई फेरि यहाँ चाहिँ। के भयो यहाँ बिरालो हेर्नु है, छैन पकाएको छैन। अब गाह्रो, अब म झन् मोबाइल नजर टुई सिटी हान्छु म चाहिँ। ओहो पकाएपछि दिन्छु हौ, यसलाई त फेरि अहिले चाहिहाल्छ नि त, सधैँभरि दिएर बानी लागेको के फेरि आउनलाई पनि गाह्रो छ। म कुकरमा सिटी हान्छु अब है। म चाहिँ यहाँ कुकरमा हालिदिँदै छु है। यो चाहिँ अब सिटी हानेपछि कस्तो हुन्छ त्यो चाहिँ थाहा भएन न, प्लिते निस्किने हो भित्रको बुद्धि थाहा नै भएन हौ। के हो भने बुद्धि सुधी सबै निस्क्यो भने सक्यो नि त होइन। त्यसकै लागि लिएर आएको, के गर्नु गाह्रो छ हो मलाई। लास्टमा गएर सिटी हानेर खसीको लिएर आएको, क्या गरौँ है। धेरै सिटी चाहिँ हान्नु भएन, ठिकै गरेर हान्नु पऱ्यो होइन। यसलाई टाक टुकटुक गरेर के गर्नु पहिलोचोटि छ, भरि भयो है भएको छ। यसलाई चाहिँ अब टुई लाएर म सिटी 10-12 सिटी हानेर के पकाउँछु है। भने यस्तो त्यस्तै हो। आजको भ्लग चाहिँ यति नै, कस्तो छ के छ होइन। हजुरहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। खाएको ओरेको चाहिँ म हाल्न सक्दिनँ, कसरी हाल्ने हो त्यो थाहा भएन होइन। गजब बेइज्जती छु म फेरि होइन। अर्को नेक्स्ट भिडियोमा आउने छु फेरि पनि। आजको लागि चाहिँ यति नै है, कस्तो हुन्छ हेरौँला, हेर्दै जाउँ है।